यदि तपाईको बुवा आमा हुनुहुन्न, तपाईलाई एक्लो महसुस हुन्छ भने यहाँ आएर तपाईले आफ्नो केही समय यस तेरौटीमा रहेको यस वृद्ध आश्रमलाई दिनुस्, यानि कि आमा बुवालाई दिनुस्। र आफूले सकेको यदि तपाईसँग केही पनि छैन भने पनि उहाँसँग आएर आफ्नो केही समय मात्र दिए पनि पुग्छ। मन्दिर पुग्नु पर्दैन, भगवानलाई धाउन, भगवानलाई दर्शन गर्न मन्दिर पुग्नु पर्दैन। तपाईले सिर्फ यहाँ आएर उहाँसँग खुसी साट्नुहोस्, उहाँको कुरा सुनिदिनुहोस् भन्न चाहन्छु। तपाईलाई मैले समग्र आमा बुवालाई अहिले प्रसाद लिँदै हुनुहुन्छ, ब्याकग्राउन्डमा तपाईले देखाउन चाहन्छु। र नमस्ते नमस्ते नमस्ते, सम्पूर्णमा नमस्ते हजुर। म हजुरहरूकै मेची महाकाली साइकल यात्री वर्षात ओली। अहिले म छु दाङमा, आफ्नो गृह जिल्ला दाङमा, दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 16 यस्तो तेरौटे भन्ने ठाउँमा। तपाईले मेरो ब्याकग्राउन्ड हेरेर तपाईले थाहा पाइसक्नु भयो होला म अहिले कहाँ छु भनेर। वृद्ध आश्रम तेरौटेमा छु र आज मेरो हजुरआमाको तिथि श्राद्ध थियो। त्यसको अवसरमा त्यसको अवसरमा पहिले श्राद्ध सकेर अहिले म यस वृद्ध आश्रममा आएर अग्रज आदरणीय व्यक्तित्व आमा बुवालाई प्रसाद खाने कार्यक्रम राख्दै थियो। त्यो बापत हामीले उहाँहरूलाई आफूले सकेको सहयोग गर्यौँ। सहयोग मात्र होइन, त्यो कुरालाई सहयोग नभनी म चाहिँ के भन्न चाहन्छु भने आफ्नो मेरो आमा हजुरआमालाई हामीले सम्झेको त्यसको सम्झनामा स्वरूप हामीले उहाँहरूलाई आफूले सकेको चिज गऱ्यौँ र उहाँसँग आफ्नो हजुरआमाको महसुस पनि गरेर अहिले उहाँसँगै रमाइरहेको छु। तपाईँले मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। र के कुरा तपाईँले मन्दिर जानु पर्दैन, तपाईँले आएर आफूले सकेको उहाँसँगै बसेर खाना खानुहोस्, उहाँसँगै आफ्नो टाइम स्पेन्ड गर्नुहोस्। जति छ तपाईँसँग टाइम, धेरै आउनु पर्दैन। तपाईँलाई समाज देखेर, एक प्रकारले काम देखेर, कामको प्रेसर छ, तपाईँलाई फ्रेस हुन चाहनुहुन्छ भने यस तेरौटेमा रहेको, तपाईँ दाङमा हुनुहुन्छ भने तेरौटेमा रहेको यस वृद्ध आश्रममा आउनुहोस्। यहाँ आमा बुवासँग आफ्नो टाइम स्पेन्ड गर्नुहोस्। यदि तपाईँको बुवा आमा हुनुहुन्न, तपाईँलाई एक्लो महसुस हुन्छ भने यहाँ आएर तपाईले आफ्नो केही समय यस तेरौटेमा रहेको यस वृद्ध आश्रमलाई दिनुस्, यानि कि आमा बुवालाई दिनुस्। र आफूले सकेको यदि तपाईसँग केही पनि छैन भने पनि उहाँसँग आएर आफ्नो केही समय मात्र दिए पनि पुग्छ। मन्दिर पुग्नु पर्दैन, भगवानलाई धाउन, भगवानलाई दर्शन गर्न मन्दिर पुग्नु पर्दैन। तपाईले सिर्फ यहाँ आएर उहाँसँग खुसी साट्नुहोस्, उहाँको कुरा सुनिदिनुहोस् भन्न चाहन्छु। तपाईलाई मैले समग्र आमा बुवालाई अहिले प्रसाद लिँदै हुनुहुन्छ, ब्याकग्राउन्डमा तपाईँले देखाउन चाहन्छु। र यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, नेपालभित्र भए कुन जिल्ला र नेपाल बाहिर भए कुन देशबाट हेर्दै हुनुहुन्छ, कृपया कमेन्ट गरिदिनुहोस्। म चाहिँ अहिले छु आफ्नै गृह जिल्लामा, यानि कि दाङ जिल्लामा, दाङ जिल्लाको घोराई उपमहानगरपालिका वडा नम्बर 16 तेरौटे भन्ने ठाउँमा। र अहिले टाइम भने 6 बजिसक्यो र मलाई महसुस भइरहेछ म मेरो हजुरआमासँग छु। हजुरआमासँग बसेर हजुरआमासँग कुराकानी गरेँ। तपाईँले मैले यहाँ रहेको 17 वर्षदेखि यहाँ बसिरहनु भएको एकजना आमाको कुरा पनि म उहाँसँग गरेको केही कुराकानी पनि प्रस्तुत गर्नेछु। मेरो तपाईँले भिडियो हेर्दै गर्नु होला भन्दै मेरा सबै कुरा तपाईँहरूलाई सामु सेयर गर्ने नै छु भन्दै मलाई बिदा दिनुहोस्। हस्त। जय नेपाल।